हजुर यो चाहिँ म एउटा एपसेट भिडियोको काम गर्दैछु हैन काम गर्दैछु भन्दा पनि यो चाहिँ मैले चेन्ज फेरि कति भयो अङ्कल हामीले फेरि कति 2 महिना कहाँ 2 महिनामा 1 महिना पनि भएको 1 महिना बाद भयो है 1 महिना अलिक बेसी 2 महिना जस्तो मानौँ न त्यति मात्र भएको छ हैन मैले चाहिँ यो रोलरको डबल ओरिङवालै चेन स्पिकर हालेको हो हैन अनि उहाँले चाहिँ यहाँ क्याट आवाज आयो भनेर मलाई देखाउन ल्याउनु भयो अहिले हेर्दा चाहिँ स्पिकर ठिक छ 2 महिना के अरे लगभग 2 महिना जस्तो भनौँ न त्यतिमा 1 महिना पनि भएको छैन 1 महिना त होइन 1 महिना अलिक बेसी भयो भएको छैन हो कहाँ हुनु नि त्यही त अब यो स्पिकर हेर्ने बेला चाहिँ सबै ठिक छ तपाईँको होइन दाँतीहरू केही भएको छैन अनि यो एपसेटमा चाहिँ तपाईँको यो पत्तीले चाहिँ यो चेनमा छोएको हुन्छ नि त कुनै कुनैमा त्यो पनि छैन सबै ठिक छ होइन ठ्याक्क खोले हेर्दा चाहिँ ऊ यहाँ चाहिँ तपाईँको यो काउन्टर साप अलिकति खाएको छ नचल्ने होइन राम्रै चल्छ है तै पनि यो खाएको छ कि यसको आवाज रहेछ है अब यो यामा कम्पनीको एपसेट बाइकमा चाहिँ सबभन्दा रड्डी चिज चाहिँ यही एउटा हो होइन सबलाई थाहा छ रहेछ यो चाहिँ यामाले सुधार्नुपर्ने चिज हो अहिलेसम्म पनि सुधारेको छैन ल हेर्नु त अलिअलि खाइरहेछ होइन ल त्यही भएर यो एपसेटको काम गर्दाखेरि चाहिँ यो ठाउँमा चाहिँ सफा गरेर मजाले ग्रिज हाल्नुपर्छ है साथीहरू ल यो आवाज क्याट आवाज आउँछ मजाले ग्रिज हालेर चाहिँ है सर्भिसिङ गर्दा जहिले जोस् यो खोल्दाखेरि चाहिँ सरसफाइ गरेर ग्रिज चाहिँ सधैँ हाल्ने गरौँ है हजुर ल धन्यवाद।